गुड आफ्टरनुन साथीहरू, नमस्कार। के छ त हालखबर? आरामै छ होला। आज चुनावको दिन हैन, सबैजना भोट हालिसक्नु भयो होला, कोही हाल्दै हुनुहुन्छ होला। देश परिवर्तन गर्ने दिन हो आज। सो एकदमै धेरै महत्त्वपूर्ण दिन छ आज सबैजना, हरेक नेपालीको लागि। तर मैले सुनेको थिएँ कसैले अब राम्रोसँग भोट दिएन, सबैजनाले चाहिँ भोट दिनु भएन भन्ने सुनेको थिएँ है। त्यस्तो नगर्नुहोस्, किनभने यसपालि अब साँच्चीकै परिवर्तन गर्ने अवस्था बेला नै आएको। नभए त अब त्यत्रो युवाहरूले बलिदान दिएको केही वास्ता हुँदैन हैन, बिचरा भाइ बहिनीहरूले अनि इष्टमित्र साथीहरूले त्यत्रो आफ्नो बलिदान दिएर जुन हामीलाई मौका दिनुभयो, त्यो मौकाको दुरुपयोग हुनेछ। त्यही भएर सबैजनाले सक्दो भोट दिनुहोस्, किनभने एउटा भोटले यहाँ हाम्रो आफ्नै भविष्य त्यही गर्नेछ। त्यही भएर भोट दिनु पनि जरुरी छ र राम्रोलाई दिनु पनि जरुरी छ। सबैजनाले परिवर्तन खोजेको बेलामा अहिले पनि त्यही पुरानो हाम्रो एक्सपिरियन्स छ, यति वर्ष गरेको, अहिले यसपालि पक्का गर्छ त्यस्तो भन्न थाल्यो भने चाहिँ काम छैन। सो लेट्स ब्याक टु द टपिक। 21 डेज च्यालेन्जको आज डे 2। हिजो बेलुकादेखि खासै प्रगति भइरहेको छैन। जे कुरा नसोचौँ भन्यो त्यही कुरा याद आइरहेछ धेरै, त्यही भएर चाहिँ अलिकति अप्ठ्यारो भइरहेछ। तर अब हेर्दै जाउँ, अझै 19 दिन बाँकी छ, 19 डेज लेफ्ट। सो 19 डेज भनेको नि धेरै हो। अब वास्ता नगरौँ भन्दा पनि त्यही कुरा मात्रै याद आइरहेछ। यदि कसैले च्यालेन्ज एक्सेप्ट गरेछ भने अपडेट गर्नुहोस् के कस्तो अवस्था भइरहेछ। यहाँ अनि हावा चलेको अवस्था छ यता देउरालीमा बतासल्यो भने जस्तो होइन। देउरालीमा चाहिँ होइन, यता युएमा चाहिँ बतास चलिरहेको, यता यस आइल्यान्डमा चाहिँ आनन्द फिल भइरहेछ। जे हावा चल्नु, अलिअलि घामले अलिकति गर्मी फिल भइरहेको थियो, तर हावा सिरी चलेपछि कस्तो आनन्द फिल भइरहेछ क्या। अलिक चिसो झन् जति बेलुका साँझ हुँदै गयो त्यति नै चिसो फिल हुँदो रहेछ क्या। अघि सर्टमा उभिरहेको थियो, अब ज्याकेट लाउनु पर्ला एकछिनमा। अनि साथीहरू के छ त हालखबर नयाँ नौलो? सो अब हामी त के गर्नु है, यता खाडीतिर आइयो। सबैजनाले खाडी भन्ने बित्तिकै छ्या भन्दो रहेछ होइन, त्यस्तो खालको मनस्थिति उत्पन्न हुँदो रहेछ। र त्यस्तो छैन यता, खास गरी भन्नु पर्दा चाहिँ यता अब कहाँदेखि काम गर्न आउँदैछ मान्छेहरू अमेरिका खोजिरहेको हुन्छ, अमेरिकनहरू चाहिँ यता आइरहेको हुन्छ क्या। तर टु बी अनेस्ट पैसा भएकोलाई चाहिँ एकदमै आनन्द ठाउँ हो। हामी जस्तो काम गर्नेलाई चाहिँ अलिकति गाह्रै छ यता, त्यही हो। सो यति भन्दै आजको यात्रा यतैतिर टुङ्गाइदिउँ होइन, धेरै झ्याउ किन गर्नु। भोट चाहिँ राम्रोसँग हाल्नुहोस्। यदि हालिसक्नु भएको छ भने अपडेट गर्नुहोस्, कमेन्ट गर्नुहोस् कसलाई हाल्नुभयो र तपाईँको लागि को चाहिँ नेतृत्वमा बस्न लायकको छ, कमेन्ट गर्नुहोस्। हस् त, नमस्कार।